धेरैजनाले गर्ने क्वेसन भनेको आइपिओ पर्दै पर्दैन, जति नै भर्दा पनि पर्दैन, कसरी भर्दा चाहिँ पर्छ र तपाईँको त परिरहेको हुन्छ, कसरी भर्दा चाहिँ पर्छ त हामीलाई पनि केही ट्रिक दिनु पर्यो भन्नुहुन्थ्यो। सो त्यसैले यो भिडियोमा चाहिँ म तपाईँहरूलाई मैले चाहिँ कसरी चाहिँ आइपिओहरू तालैपिछे पारिरहेको छु, जस्तै लगभग 10 वटा आइपिओ भर्दाखेरि 7 वटा 8 वटा आइपिओ चाहिँ पारिरहेको हुन्छु। मैले कसरी तालैपिछे आइपिओ पारिरहेको छु म तपाईँहरूलाई त्यो कुराहरू सेयर गर्नेछु, जुन कुरा तपाईँहरूले पनि अपनाउनु भयो भने तपाईँहरूले पनि तालैपिछे आइपिओहरू पार्न सक्नुहुनेछ। सो तपाईँहरू पनि यो जान्न चाहनुहुन्छ भने भिडियोलाई पुरा हेरेर साथ दिनुहोला। सुरुमा हामी अब रिजेक्सनको बारेमा कुरा गरौँ, किनभने हरेकचोटि आइपिओ आएर आइपिओ बाँडफाँड हुने बेलामा रिजेक्सन भनेको 10 देखि लिएर 20,000 25,000सम्म चाहिँ रिजेक्सन भइरहेको हुन्छ। त्यत्रो धेरैको एप्लिकेसन चाहिँ रिजेक्सन भइरहेको हुन्छ। सो यदि तपाईँहरूको रिजेक्सनमा पर्यो भने चाहिँ आइपिओ पर्ने 1% पनि चान्सै हुँदैन। त्यही भएर रिजेक्सनबाट चाहिँ बच्नुपर्ने हुन्छ। यदि रिजेक्सन भएन भने त बाँडफाँडमा जान्छ, बाँडफाँडमा गएपछि लकी ड्रबाट तपाईँलाई पर्ने चान्स 50-50 हुन्छ। त्यसैले रिजेक्सन हुने मेन 3 कारण रहेको छ। पहिलो कारण भनेको इन्सफिसियन्ट ब्यालेन्स, तपाईँहरूको ब्याङ्कमा पुरा ब्यालेन्स नभएर तपाईँहरूको रिजेक्सन हुन्छ। धेरै जस्तोको यही केस भइरहेको हुन्छ। जस्तै मानिलिनुहोस् एबिसी कम्पनीले 100 रुपियाँ प्रति किता दरले आइपिओ खुलायो र त्यसमा तपाईँले 10 किता भर्नुभयो। 10 किता भर्नको लागि 1000 रुपियाँ चाहिने भयो र 1000 रुपियाँ मात्रै राख्दा रिजेक्सन हुन्छ, किनभने अहिले 2-3 वटा ब्याङ्क बाहेक अरू सबै ब्याङ्कहरूले चाहिँ कुनै ब्याङ्कले 2 रुपियाँ 5 रुपियाँ 10 रुपियाँ यस्तै चार्ज लिने गर्छ। त्यही भएर तपाईँहरूको ब्याङ्कले चाहिँ कति रुपियाँ चार्ज काटिरहेको छ याद गर्नुहोला। कति रुपियाँ चार्ज काट्छ त्यो पैसा पनि हुनुपर्ने हुन्छ। जस्तै धेरै यस्तो ब्याङ्कले 5 रुपियाँ चार्ज काट्छ र 1000 रुपियाँको भर्नुभयो 5 रुपियाँ पनि हुनुपर्ने हुन्छ, 1005 हुनुपर्ने हुन्छ। अथवा 10 रुपियाँ काट्ने ब्याङ्क छ भने 10 रुपियाँ पनि हुनुपर्छ फाल्टो। त्यसपछि मात्रै तपाईँहरूको एप्रुभ हुन्छ, नभए रिजेक्सन हुन्छ। धेरैजनाको चाहिँ यसमै रिजेक्सन भइरहेको हुन्छ। अर्को मिस्टेक भनेको मल्टिपल एप्लाई, किनभने अहिलेको समयमा लिगल्ली एकजना मान्छेले 2 वटा डिमेट एकाउन्ट बनाउन मिल्छ र दुईटामा एउटामा त पर्छ नि भनेर तपाईँहरूले आफ्नै नामको 2टा डिमेटबाट आइपिओ भर्नुहुन्छ। त्यो हुँदाखेरि 2टै रिजेक्सन हुन्छ। र अर्को मिस्टेक भनेको डिमेट एकाउन्ट रिन्यू टाइममा नगरेर डिमेट एकाउन्टहरू मेरो सेयर एकाउन्टहरू तपाईँहरूले टाइममा रिन्यू गर्नुहोला। सो मेन यो 3 वटा गल्तीले गर्दाखेरि चाहिँ हरेकचोटि 10,000 15,000 20,000 जनाको रिजेक्सन भइरहेको हुन्छ आइपिओ। ओके, यो रिजेक्सनको बारेमा त धेरैजनालाई थाहा छँदैछ, नयाँ आउनेहरूले चाहिँ यो कुराहरू ख्याल गर्नुहोला। अब कुरा गरौँ मलाई चाहिँ किन धेरै आइपिओ पर्छ, यानि कि मलाई चाहिँ किन तालैपिछे आइपिओ परिरहेको छ त, म कसरी भर्छु त। अब त्यसको बारेमा कुरा गरौँ। यो तरिका त धेरैजनालाई थाहा छँदैछ, धेरैजनाले अपनाइराख्नु भएको छ। यदि तपाईँलाई थाहा छैन भने चाहिँ यो तरिका अपनाउनु होला। र तरिका भनेको त्यस्तो कुनै ट्रिकहरू छैन, भर्ने भनेको सबैले सेम तरिका होस् र पर्ने चान्स सबैलाई सेम हुन्छ। तर मात्र के फरक छ भने म चाहिँ 8 वटा डिमेट एकाउन्टबाट आइपिओ भर्ने गर्छु, जसले गर्दाखेरि मलाई तालैपिछे आइपिओ पर्छ। तपाईँहरूले पनि अहिलेसम्म आफ्नै मात्रै डिमेट एकाउन्टबाट आइपिओ भर्दै हुनुहुन्छ भने तपाईँहरूको फ्यामिलीमा कतिजनाको डिमेट एकाउन्ट नबनेको हुनसक्छ, अथवा तपाईँहरूको फ्यामिलीमा कसैको पनि डिमेट एकाउन्ट नबनेको पनि हुनसक्छ, कसैलाई थाहा नभएको पनि हुनसक्छ। त्यस्तो अवस्थामा चाहिँ तपाईँले आफ्नो फ्यामिलीको सबैको डिमेट एकाउन्ट बनाउनुहोस् र नजिकैको छरछिमेक आफ्नो आफन्तहरू जसको डिमेट एकाउन्ट छैन उहाँहरूको डिमेट एकाउन्ट बनाएर तपाईँहरूले आफूले चलाउन सक्नुहुनेछ, जहाँबाट आइपिओ एप्लाई गरेर तपाईँले चाहिँ आइपिओ तालैपिछे पार्न सक्नुहुनेछ। र तपाईँहरूले जसको एकाउन्टबाट भर्नुभएको छ उहाँहरूको एकाउन्टबाट आइपिओ पर्यो, प्रफिट भयो भने तपाईँहरूले केही सर्टेन पर्सेन्ट चाहिँ थोरै पैसा अथवा मानेन भने आधी पैसा बाँड्न सक्नुहुनेछ। यसरी तपाईँले प्रफिट निकाल्न सक्नुहुन्छ आइपिओबाट, किनभने नेपालमा प्रायः जस्तो सबै आइपिओले प्रफिट राम्रै दिइरहेको छ र कतिपयजनाले त यसरी 40-50 जनाको डिमेट एकाउन्ट पनि चलाइराख्नु भएको छ। उहाँहरूको कति फाइदा हुन्छ होला, कति कमाउँछ होला आफै सोच्नु सक्नुहुन्छ। त्यही भएर तपाईँहरूको घरको फ्यामिली मेम्बरको सबैको बनाउनुहोस् र सानो बच्चा नानीहरू छ भने पनि नानीहरूको पनि तपाईँहरूले बनाउन सक्नुहुनेछ। ब्याङ्कमा गएर अथवा अनलाइनबाट पनि एप्लाई गर्न सक्नुहुनेछ। र डिमेट एकाउन्ट, मेरो सेयर एकाउन्ट र टिएमएस ब्रोकर एकाउन्ट अनलाइनबाटै घरमै बसी मोबाइलबाट कसरी एप्लाई गर्ने मैले त्यसको भिडियो पनि बनाएको छु। त्यो भिडियोको लिङ्क डिस्क्रिप्सनमा अथवा च्यानलमा प्लेलिस्टमा पनि राखिदिनेछु। त्यो भिडियो हेरेर तपाईँले अनलाइनबाट एप्लाई गरेर पनि बनाउन सक्नुहुनेछ डिमेट एकाउन्ट, मेरो सेयर, टिएमएस एकाउन्ट सबै। सो आइपिओ पार्ने त्यस्तो अरू केही ट्रिकहरू छैन, सबैले भर्ने सेम हो र सबैलाई पर्ने चान्स सेम नै रहेको छ। मात्र रिजेक्सन हुनु चाहिँ नदिनु होला। रिजेक्सन हुने कारण मैले भनिसकेँ। त्यसपछि लकी ड्रमा जान्छ, लकी ड्रमा अब जसको नाम आउँछ उहाँले चाहिँ अब आइपिओ हात पार्नुहुनेछ। र तपाईँहरूले अलरेडी यस्तो गरिराख्नु भएको छ भने तपाईँहरूले कतिवटा डिमेटबाट आइपिओ भर्दै हुनुहुन्छ त कमेन्ट गर्नुहोला र अहिलेसम्म कतिवटा आइपिओ पारिसक्नुभयो कमेन्ट गर्न सक्नुहुनेछ। आजको भिडियो यति नै रहेको छ। यस्तै भिडियोहरू हेर्नको लागि हामीलाई सब्सक्राइब गर्दै गर्नुहोला।